नागरिकता बेच्ने शर्तमा पैसा लिने तपाईँ नागरिकता बेच्ने शर्तमा सर्पको छालाको तस्करी गर्न दिने शर्तमा पैसा लिने तपाईँ अब सुन्नुस् मेरो कुरा सुन्नु होइन भन्नुहोस् मासु भात पनि कांग्रेसको खाए, बियर पनि कांग्रेसको खाए, झन्डा उडेर पनि कांग्रेसको हिँडे, घर दैलो कार्यक्रममा पनि कांग्रेसको हिँडे, पार्टी त फेरि खाएनन्। भोट हाल्ने बेलामा झ्याम होइन। हाम्रा उमेर भएकाहरूले तिनले जसरी काम गरेनन् कि सायद अलि बढ्दा गरे कि तपाईँलाई त्यस्तो लाग्छ? तर तपाईँहरू छोड्दै छोड्नु त 2048 सालबाट यहाँ तपाईँ उमेर के भएको तपाईँलाई? म 5 वर्ष प्रधानमन्त्री भएँ। यही छिमेकमा 15 वर्षदेखि प्रधानमन्त्री हुनुहुन्छ, कसैले तपाईँहरूलाई टाउको दुख्छ नि देख्नुहुन्न। छिमेकको हामीलाई किन टाउको दुख्नु? हामीलाई थाम्दै त्यसको टाउको दुख्नु। तपाईँ उम्मेदवार होइन, मतदाता हो। अहिलेका उम्मेदवारहरू मध्ये एकजना छान्नु पर्यो। के छ स्थापित कि सृजनाशील? म भोटै हाल्दिनँ। त्यो त अन्याय भयो नि त नि। होइन, भोट हाल्नु नहाल्न त पाइयो नि त। भोट नहाल्नुको कारण चाहिँ के त अब? होइन, उहाँहरूबाट मलाई आशा छैन। मैले भोट नहाल्न त पाएँ नि त। त्यसै गरी सबैले भोट हालेनन् भने त अर्को होइन, मैले त मैले अप्सन दिएँ नि त। मैले भोट नहालेर आफूलाई उठाउँदैछु त। हजुरमा यति धेरै सरल कम छ, यो के कारणले गर्दा होला? अमेरिकी दलाल को अध्यक्ष शक्ति भने भन्नुहोस्, उहाँको कुरासँग मलाई कुनै मतलब छैन। तपाईँ अध्यक्ष शक्ति भने को त नि? तपाईँ बस्छु सर, तपाईँ बस्छु सर। त्यो किन भन्यो त अध्यक्ष शक्ति चलाको? बस्छु रोमान ल्याउनु पर्यो, म अहिले जेल जान्छु ल। पुलिस बोलाउनु छ, अहिले म जेल जान्छु ल। को अध्यक्ष शक्ति यस्तो गेस्ट फेरि झुक्याएर किन ल्याएको भने? बस्छु भए मैले त उहाँसँग इन्टरभ्यू दिन्न भन्ने सायद। तपाईँले कसलाई चाहिँ अध्यक्ष शक्ति भन्नुभएको? तपाईँहरूको चाहिँ टिमको कुरा हुन्छ। बस्नुहोस् त तपाईँ। धेरै भारी मतले अहिले जित्नु भयो म्याग्दीबाट। उहाँ जनताहरूलाई तपाईँले अब विकास गर्छु है भन्ने खालको आश्वासन तपाईँले यहाँबाट दिनुहुन्छ, कसरी दिनुहुन्छ? दिएकै छैन, कसैलाई नै आश्वासन दिएको छैन। यस्तै छप्परा मेरो बाल छैन, आमा बाको नियम बनाउने बेलै भएको छैन अहिले। अब संसदै बसेको छैन, अधिवेशनै बसेको छैन। त्यो कुन चाहिँ डाका हो त्यो त्यसो भन्ने? त्यो कुन चाहिँ डाका हो त्यो त्यसो भन्ने? नमस्कार भन्नुहुन्छ कि भाउजू गरे तपाईँको हामी साथै भाउजू होइन के नमस्ते भाउजू भन्नुहुन्छ कि साथै चिरिया थियो भन्न चुनाव भन्न अगाडि यहाँ लाल पूजा किन पर्यो, पानीको व्यवस्था पर्यो, बाटो यस्तो ठुलो बल्ल भोटिन्छ न त जहाँ खेल्दै खेल्दै केही कुरा भने ऋषि धमला जतिको मान्छे हामीले राष्ट्रिय राजनीतिमा ल्याउँदाखेरि जनताले मूल्याङ्कन गर्नुपर्छ। ऋषि धमला त एउटा नाम होइन नि त, ब्रान्ड हो। 40 सालदेखि आज हामी जस्तो असली रेन्जलाई बोकेर आज यहाँसम्म ल्याउनु भनेको नटजोक कुनै माइकलालले गर्न सक्दैन यो कुरा। हामी दम्ब साथ भन्छौँ। तपाईँ रौतहट क्षेत्र नम्बर 4 या त रौतहटको कुनै क्षेत्रबाट लड्नुहुन्छ भने हामी गोली खानुपर्छ भने गोली खान। तपाईँको पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बालनले चुनावमा झापाबाट लखेटेपछि, चुनावमा लज्जास्पद हारेपछि केपी ओलीले राजीनामा दिनुपर्थ्यो, राजीनामा दिएनन् भनेर झोकिएर तपाईँ आफैले राजीनामा दिनुभएछ। केपी ओलीलाई त लाज लागेको छैन, तपाईँलाई किन लाज मान्नु भएको तपाईँ? मान्छेले भन्छन् के देशको सांसद बनिसक्नु भयो, देशको नीति निर्माण तहमा पुगिसके पछाडि नीति नियम बनाउने हो, पुस्तक बेचेर हिँड्न मिल्छ भन्छन् धेरै मान्छेहरूले। यसको बेलामा पुस्तक बेचेको यस्तै छप्परा मेरो बाल छैन, आमा बाको केटाकेटीलाई जस्तो प्रश्न सोधिरहेको छ। तपाईँलाई निर्वाचनमा जिताउनु भएको यहाँ किताब बेच्नेको हुल भइरहेको के सोध्नु ठ्याक्कै कुरा। यस्तै छप्परा मेरो बाल छैन, आमा बाको तपाईँको कर्मचारी सरकारी काम छोडेर, सरकारी कुर्सी छोडेर उहाँको घरमा पैसा उठाउन किन जानु भएको छ? अहिले भर्खरै 11 बजे तपाईँ यहीँ हुनुहुन्न छ कि कहाँ जानुभएको भनेर सोध्नु त उहाँलाई। नक्सा हामीले बनाएको हो, हामीले प्राइभेट काम हो भनेर तपाईँले र इन्जिनियरले बारम्बार भनेको कुरा मसँग रेकर्ड छ। तपाईँले बनाउनु भएको नि नक्सा त। तपाईँ यहाँ सचिवजीलाई सोधेको यो त नक्सा पैसा रहेछ भनेर सिम्पली लिनुहुन्छ। यहाँ बसेर दोकान चलाउने हो कि जागिर खाने हो भनेको, कि दोकान चलाउनु पर्यो कि जागिर खानु पर्यो नि? कोही माइकालाल जन्मिया छ केपी ओलीलाई कठालो समातेर सडकमा ल्याउने? यो दुनियाँमा कोही माइकालाल जन्मिया छैन। होइन होला के हो? Wake up to reality. As former Prime Minister KP Sharma Oli and ex-Home Minister Ramesh Mehta arrested. अब ऋषिजी तपाईँले बुझ्नुभयो नि, उखु बोक्दा पनि काम लागेर जुलबी हाल्दा काम लागेको त। कति दुखी मान्छे
कुकु पनि बोक्दैछ रुपी पनि छ बिउ पनि काट्दैछ एक भोट्दैछ चटपटे पनि बनाइदिएछ अँगालो पनि मार्दैछ चुम्मा पनि खाइदिएको छ